हेलो नमस्ते एन्ड गुड मर्निङ सबैजनालाई। हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। र अहिले चाहिँ म चिया पिउँदैछु र आज चाहिँ म बिहान छिट्टो उठेको थिएँ नि त, कामसाम सकेर चाहिँ हामी चाहिँ लाग्यौँ बिहातिर दार्जिलिङ। र मैले चाहिँ बिहान त्यस्तो भिडियो बनाउनु पाइनँ किनभने हतार थियो नि त, गाडी आइसकेको थियो हो। र अहिले चाहिँ हामी पशुपति पुगिसक्यौँ र बिहान हामीले चाहिँ केही नखाइ गएको थियौँ नि त, त्यो भएर मलाई चाहिँ भोको पेट भएर पुरा भमिट आउँदा जस्तो भइरहेको थियो नि त। त्यो भएर हामी चाहिँ सिमानामा उत्रौँ। अनि सिमानामा उत्रेर चाहिँ त्यहाँबाट खाना खानु गयौँ र अलिकति चपचप हो हामीले चाहिँ म्यागी खायौँ र बाबा चाहिँ मोमो खानुभयो हो। र हामी चाहिँ फेरि लाग्यौँ। अनि अहिले चाहिँ हामी सुकिया आइपुग्यौँ। र सुकिया पुगेर चाहिँ दादाको अलिकति काम थिएछ, त्यो भएर एकछिन त्यहाँ रोक्नु भएको थियो हो। र यहाँ हेर्नुहोस् न, मेरो छोरीले चाहिँ भिडियो क्यामेरा देखेर चाहिँ पुरा नक्कल पार्दै थियो नि त। अन्त अब छोरी है, छोरी मान्छे नै हो नि त। अनि मैले चाहिँ नक्कल पार न भनेर भन्दै थियो हो, उसले चाहिँ नक्कल पार्दै थियो नि त। उनी हेर्नुहोस् न, मेरो छोरीले हेर्नु ल, आँखा झुम्काएको हेर्नुहोस् न हो। अनि अहिले चाहिँ हामी घुम आइपुग्यौँ र म चाहिँ अर्को साइडमा बसेको थिएँ नि त, त्यो भएर चाहिँ मैले ज्वाइँलाई भिडियो बनाइदिनुहोस् न मैले भिडियो बनाउनु लगाएको थिएँ हो। र अहिले चाहिँ हामी घुम आइपुगिसक्यौँ र फेरि हामी चाहिँ हेर्नुहोस् न ट्राफिक जाममा फस्यौँ होइन। र अहिले चाहिँ पुरा घुमदेखि नै पुरा डरलाग्दो ट्राफिक थियो नि त। अन्त हामी बिहान घरबाट चाहिँ 9 बजे निस्केको, बिहा घर पुग्दा चाहिँ झन्डै 2 बजेको थियो होइन। पुरा उयो भइरहेको थियो, ट्राफिक भइरहेको थियो। त्यही भएर मैले त्यति साह्रो बिहाको भिडियो पनि बनाउनु पाइनँ। र अहिले चाहिँ हामी बतासे आइपुग्यौँ। र हेर्नुहोस् न, हामी त्यही ट्राफिकमै फसिरहेको थियौँ फेरि कि त्यति बेला होइन, टोय ट्रेन आएको थियो। मैले चाहिँ नानीलाई हेर नानी ट्रेन भनेर ट्रेन देखाउँदै थिएँ होइन। र हामी चाहिँ अब चाहिँ फाइनली बिहा घर पुग्यौँ। बिहा घर पुगेर चाहिँ एकछिन रेस्ट गरेर चाहिँ त्यहाँबाट खाना खानु गयौँ होइन। अन्त खाना खानु गएको त एकदमै भिड रहेछ नि त, भिड भइरहेको रहेछ। त्यो भएर चाहिँ हामी खाना खानुभित्र गएनौँ किनभने बस्ने जग्गा नै थिएन नि त। अन्त त्यही भएर चाहिँ दिदीहरूले भाउजूहरूले चाहिँ हामीलाई कोल्ड ड्रिङ्कहरू पकौडाहरू ल्याइदिनु भएको थियो नि त। अनि हामीले चाहिँ रेला टट्टा गर्दै बाहिर कोल्ड ड्रिङ्क पिउँदै थियौँ हो। यहाँ हाम्रो बहिनी हामी कोल्ड ड्रिङ्क पिउँदैछौँ भन्दै भिडियो बनाउँदै रहेछौँ। मैले चाहिँ क्यामेरा भिडियो अन गरिदिनँ नि त। अन्त चाहिँ हामी भित्र गएको त हेर्नुहोस् न, कस्तो डरलाग्दो भिड रहेछ, बस्ने जग्गा पनि थिएन हो। अनि तर पनि मैले बाबा र ज्वाइँलाई चाहिँ राखेर है यस्तो भिडमा पनि बिचमा छिरेर गए पनि खाना ल्याएर दिएँ। अनि हामीले पनि खाना खानु गयौँ। खानाहरू चाहिँ एकदमै मिठो थियो। र अहिले चाहिँ हामी घर फर्केको, घर फर्किँदा चाहिँ झन्डै 5 बजेको थियो। हल्का पानी पर्दै थियो नि त, त्यहाँबाट अलिक तल पुगेर चाहिँ त कस्तो ठुलो असिना पानी परेको थियो। सुन्नु न, कस्तो मेरो छोरी सुत्दै थियो, छाना बजेकोले उठ्यो मेरो छोरी पनि। अझ मेरो छोरी सुतेको छैन कि, त्यही भएर हल्का आवाज आउँदैछ हो। र हामी चाहिँ घर पुग्दा चाहिँ घर रात परिसकेको थियो नि त। अनि घरमा गएर मेरो अलिकति कामहरू थियो, त्यो भएर चाहिँ मैले भिडियो बनाउनु पाइनँ घर पुगेर।